नेपालभरि बढेको छ जाडो, जताततै जाडो। आउनु सबैजना मिलेर हेरौँ जनताको लागि सरकारले के गरेको छ त हामी एउटा ए भाइ के गरे तपाईँले यो जाडोमा के भइदिएदेखि चाहिँ तातो हुन्थ्यो होला मेरो बे होइन मतलब सरकारदेखि के अपेक्षा गर्नुहुन्छ तपाईँ मेरो बे अहिले हामी आएको छ यहाँ कलेज अगाडि विद्यार्थीहरूलाई बिहान बिहान कलेज बोलाएको छ विद्यार्थीहरूको समस्या कति होला त जाडो कति होला विद्यार्थी के गुनासो के छ तपाईँको यो पहिला हात कहाँ हाले तपाईँले यो तातो यही हुन्छ नि त भनेपछि समस्या छ तपाईँको समस्या के छ तपाईँको भनिदिनु न त समस्या हुँदैन भने सरहरू यत्रो बाक्लो बाग ज्याकेट लाएर आउँछ हामीले जाब यत्रो पातल सर्ट लाएर भन्छ यसको सोल्युसन के होला त सोच्छ माथि सरकार चिन्जानु पर्योमा देशभरिको जनतालाई जाडो भइरहेको छ र हामी रिपोर्टर हामी भनेको हजुरको सेवामा तत्पर छौँ हामीलाई 1% पनि जाडो त्यता नदेख न क्यामेराम्यान कस्तो तिमीलाई त काम पनि गर्न आउँदैन क्या यार ओ भाइ कहाँ ल्यायो दाउरा तल त दाउरा चोर ल्यायो होइन चोरे छैन त बढ्न आउँछ गोलीको आवाज कहाँबाट आएर यो तपाईँ के गर्दै हुनुहुन्छ बाहिरसम्म आवाज आएर तपाईँ गेम खेल्ने यहाँ के हो नि त यस्तो जाडो छ सिरेकभित्र बस्ने गेम खेल्ने बस्ने त्यही हो तपाईँको अनि इयरबडहरू छैन हुनु परेन अब गेम इयरपड भए पो हो भन्नु त अनि किन नहुनु यो नोभेम्बर 26 मा ब्ल्याक शार्क ब्रान्डले आफ्नो गेमिङ एक्सेसरिजहरू मोबाइल मान्डुको थ्रुबाट एक्सक्लुसिभली लन्च गर्दैछ यो सेल चाहिँ दराज र मोबाइल मान्डुको अफिसियल वेबसाइटमा हुन गइरहेको छ त्यहाँ चाहिँ उहाँहरूको प्रडक्टमा 50% डिस्काउन्ट छ त्यति मात्रै होइन अर्ली बायर्सहरूले झन् टन्ने गिफ्ट्सहरू पाउनुहुन्छ त्यहाँ यो क्याम्पेनमा ब्ल्याक शार्क T9 भन्ने इयरबड जम्मा 2999 मा आउन गइरहेको छ भने GT3 नियो स्मार्ट वाच जम्मा 3500 मा आउनुवाला छ अनि त्यसमा वारेन्टीहरू छ कि छैन छ नि ब्ल्याक शार्कको एभ्री प्रडक्टहरुमा 1 इयरको वारेन्टी हुन्छ र त्यो सँगसँगै 50k वर्थको प्रडक्ट गिभअवे पनि छ उहाँहरुको हुन्छ म पर्चेज गर्छु नि हेलो ल म्या ल शिट ल म आए ल के भयो यता चिया भने थियो सेलाएछ यार त्यो जाडोमा चिया नखाएर के हुन्छ